फ्रेन्ड्स, माई नेम इज बसन्त। धेरैजना साथीहरूले भन्नुभयो कि त हिन्दीमा भिडियो बनाउँछस्, कहाँ बस्छस् भन्नुहुन्थ्यो। म चाहिँ आज बस्नु चाहिँ नेपालमै बस्छु। म चाहिँ हल्का फुल्का नयाँ नयाँ भिडियोहरू हालिरहन्छु, कहीँ गाउँहरू घुम्न गएको, अनि पछि हरर प्लेसहरू। धेरैजना साथीहरूले भन्नुभएको थियो नेपालीमा नि बोला नि त भिडियो एउटा दुईवटा, तेरो नेपाली भिडियो पनि हेरौँ भनेर। म चाहिँ आज त्यही भिडियो बनाउनको लागि पनि अनि थोरै यहाँ उस पनि छ, हल्का इन्टरटेनमेन्ट गरौँ भनेर है गाइज। आज हामीले लगाउन जाँदैछौँ किम्मुको बिरुवा, अनि पछि दबदबै भन्ने छ एउटा, अनि खरीहरू 4-5वटा बेर्ना छन्, अनि अरू काटेको छ। यहाँनिर देख्न सक्नुहुन्छ मैले काटेर पहिला नै राखिसकेको थिएँ, अनि करिब 1 महिना भइसक्यो होइन काटेर राखेको पनि। अहिले त लगभग जागिसकेको छ, म तपाईँहरूलाई देखाउँछु होइन भिडियोमा रोपेको चाहिँ कसरी जाग्छ भनेर होइन। यहाँ देख्न सक्नुहुन्छ यहाँनिर यो हाँगा काटेर राखेको देख्न सक्नुहुन्छ गाइज। यहाँनिर मैले हाँगा काटेर गाडिदिएको थिएँ। यो दबदब यो के भन्छ, यो चाहिँ हाम्रो काब्रो, अनि यसरी दबदबे रहेछ यो यस्तरी पलाउँछ होइन गाइज। अब यो पलाइसकेपछि यो जागे भन्ने चाहिँ हुन्छ होइन। अनि यसलाई चाहिँ अब आज हामी रोप्न गइरहेका छौँ। तो हेर्नुहोस् भिडियो कस्तो लाग्छ होइन, मन परेमा लाइक सेयर कमेन्ट गर्नु होला। हामी अब करिब 5-10 मिनटको बाटोपछि हामी चाहिँ पुग्छौँ त्यहाँनिर। यहाँनिर मैले किम्मुको बेर्नाहरू ल्याएको छु। हिजो घाँस काटेको, अनि आज चाहिँ पानी परेको थियो अनि लगाइदिउँ भनेर। 1-2 महिनामा त यो पनि 1-2 महिना त नभनौँ, लगभग 3-4 महिनामा चाहिँ घाँस काट्ने नै हुन्छ यो लगायो भने होइन गाइज। निस्किँदैछौँ माथितिर होइन। अब त्यहाँ चाहिँ अब अहिले डोजरले बाटो खनेर माटो नयाँ छ होइन। नयाँ माटोमा घुसार्यो भने चाहिँ चाँडै जाग्छ क्या, बेर्नाहरू पानी परिरहेको छ चाँडै जाग्छ। हामी अहिले लगभग आइसक्यौँ। पछाडि देख्न सक्नुहुन्छ होइन, यो चाहिँ पुरै बाटो माथिसम्म पनि खनिरहेको छ कि डोजर लगाइरहेको छ होइन। अनि यहाँ चाहिँ अब यहीँ घुसाक्ने हो बेर्ना। अहिले घुसाक्यो भने अब त्यही लगभग अस्ति नै मैले आएर घुसारेको थिएँ करिब 15 दिन अगाडि। यहाँ देख्न सक्नुहुन्छ होइन, यहाँ म तपाईँलाई देखाउँछु ब्याक क्यामेरा गरेर। म चाहिँ 10-15 दिन अगाडि आएर रोपेको चाहिँ यो किम्मुको बेर्ना हजुरले हेर्न सक्नुहुन्छ होइन। यो यस्तो छ बेर्ना होइन। जस राम्रो उम्रिया छ, त्यस्तो छैन। अब लगभग तपाईँको 3-4 महिनामा त यो घाँस काट्ने नै हुन्छ होइन। ठिक छ। अब मैले चाहिँ अब यो बिरुवा रोपेर गाउँमा आएर यो दुःख देखाएर यो अब होइन किन विदेश जानु पर्यो र भन्ने पनि धाराडाली भिडियो बनाएको चाहिँ होइन। यो चाहिँ म यसो इन्टरटेनमेन्टको लागि, विदेश त यहाँ गर्ने त यहाँ भएन भने त जाने नै त। अब नेपालीको बाटै छैन त अरू के गर्ने होइन, जानुपर्छ विदेश पनि। एकपल्ट घुम्न भए पनि जानुपर्छ कि, अब कामै त भन्न सकिँदैन, घुम्न भए पनि जानुपर्छ होइन। अब त्यो हिसाबले चाहिँ यसो इन्टरटेनमेन्टको लागि भिडियो बनाएको। जे होस्, च्यानलको नाम चाहिँ 1x मसरुम। मन परेमा लाइक कमेन्ट अनि सेयर गर्नु होला गाइज। तो आगे बढ्ते। अनि यहाँ हाम्रो जङ्गलमा एउटा के भन्छ, अब तपाईँलाई के भन्ने, खतरा रुख छ कि एउटा, नाम आएन मलाई ठ्याक्कै होइन। तर काँडा हुन्छ त्यसको चाहिँ खतरा पैसा पर्दो रहेछ क्या। अलिकति बुटो लगभग मेरो पछाडि देख्न सक्नुहुन्छ यो छ नि, यो जतिकै भयो भने चाहिँ तपाईँको 5000 देखि छ कि स्टार्टिङ त्यसको। अब पुष्पा फिल्ममा जस्तो त्यो रक्तचन्दन त होइन के भन्छ, रक्तचन्दन भन्न आयो फेरि, त्यो लाल चन्दन के, लाल चन्दन चाहिँ होइन,
अनि यो जत्रो भयो भने म तपाईँलाई ब्याक क्यामेरा गरेर देखाउँछु। हेर्नुहोस् गाइस, यो जत्रो भयो भने नि कति छ यो, यहाँदेखि त्यहीसम्म त यो जत्रो भयो भने चाहिँ 5,000 देखि स्टार्टिङ हुन्छ कि सानो बिरुवाको पनि होइन। त्यो रुख पनि म आज हजुरहरूलाई देखाइदिन्छु होइन। जहाँ थोरै माथि पर्छ त्यो चाहिँ म हजुरलाई 2-3 मिनटको बाटो पछि देखाउँछु ल। अब गाउँमा मान्छे बस्नै छोडे होइन, सबै अब सहरतिर अब लाग्छन्। त्यस्तै छ, अब खरेनहरू पनि बाजिएर घाँस पलाएको पलै छ होइन। बारी खरेनहरू त के बाजियो भन्ने, बारीहरू चाहिँ बाजिएको छ, खरेन भइसक्यो बारी पनि, मान्छे नै बस्न छाडिसक्यो गाउँमा होइन। अहिले हामी थोरै माथि आइसकेका छौँ, देख्न सक्नुहुन्छ। त्यो रुख पनि म देखाउँछु होइन, त्यो रुख हजुरहरूलाई म देखाउँछु। थोरै माथि जानुपर्छ हामी। रात परिराख्न लागेको छ। म चाहिँ साँझखेर आएको थिएँ कि, दिउँसो घरतिरै बिजी भइयो। आज फेरि भोलि पर्सिमा रोपाइ छ हाम्रो पनि, भोलि पर्सिमा रोपाइ छ। अनि आज चाहिँ साँझ शीतल फर्केपछि जान्छु भनेको, यसो अघि पानी परेको बेलामा घुसाकिदिउँ नि त बेर्नाहरू भनेर निस्केको म चाहिँ। खासै त्यस्तो उसको लागि त होइन, थोरै इन्टरटेनमेन्ट गरौँ भनेर। अब गाउँतिर के भइरह होइन, के गरिरह अहिले भन्ने हुन्छ नि त। त्यो केटाहरूलाई पनि अब हेर भिडियो होइन, कस्तो लाग्छ कमेन्ट गर। के पुग्दिनँ होइन, अहिले स्पिकर माइक केही पनि छैन मसँग, बस एप्पलबाट भिडियो बनाइरहेको होइन। क्वालिटी त ठिकै हो, अब भोइसहरू चाहिँ अब नराम्रो आउन सक्छ होइन, त्यसको लागि चाहिँ सरी होइन। पछि बिस्तारै हुँदै जान्छ केटा। ल म तपाईँलाई अब रुख देखाइदिन्छु होइन। म थोरै तल पनि झरिसकेँ, माथि गएको रात पर्न लाग्यो कि त्यो बुटो देखाइदिन्छु भनेर। तल पनि छ त्यसको बेर्ना होइन, म त्यो तपाईँहरूलाई देखाइदिन्छु। मेरो पछाडि नै छ, हेर्न सक्नुहुन्छ। यो छ नि, यो पछाडि मेरो यही नै हो है। म ब्याक क्यामेरा गरेर देखाइदिन्छु राम्रोसँग हजुरलाई। हेर्न सक्नुहुन्छ गाइज, बुट्टा यही नै हो होइन। यो चाहिँ बिरुवा हो उसको होइन। यो चाहिँ यस्तो हुन्छ, पातहरू यस्तो हुन्छ है। यो पात भयो, यसको चाहिँ यही डाँठको मूल्य पर्ने है। यो चाहिँ बिरुवा हो होइन गाइज, डाँठको मूल्य पर्ने हो। यसको चाहिँ स्टार्टिङ 5,000 है गाइज, 5,000। नाम त मलाई पनि थाहा छैन होइन, नाम चाहिँ म सोधेर अब यो अपडेट गरौँला। यसको चाहिँ अहिले यस्तो बवाल के काँडा हुन्छ होइन, काँडा हो कि यो चाहिँ बिरुवा हो होइन। 5,000 पर्दो रहेछ, मलाई पनि थाहा थिएन। म अस्ति आएको थिएँ कि, अस्ति आउँदाखेरि मलाई मम्मीले भनेको होइन, बाजेहरूले पनि बेचिरहेको। यो त माथि गयो भने त खरै नै बरिछ नि त। यसको बुट्टा अब यही हो, ठुलै छ, यही हो बुट्टा चाहिँ होइन। यो चाहिँ अलि बिरुवै छ, सानै छ होइन। यसको चाहिँ त्यति पर्दो रहेछ होइन। अब यस्तो छ, अहिले सबै डोजरले खनेको नयाँ माटो छ होइन। आज हामी यतातिर घुसाएको छौँ बेर्ना पनि, ठिक छ, त्यस्तो छैन होइन। अब ढिलै नगरिकन अब आफ्नो काम पनि गर्नु पऱ्यो, भिडियो मात्र बनाए जस्तो लाग्यो मलाई चाहिँ होइन। म चाहिँ अब बेर्नाहरू घुसाएको छु गाइज, डोजरले ढालेको बुट्टाहरू छ ल गाइज। अब म चाहिँ बेर्नाहरू घुसाएको छु होइन। यही तलै हो मैले घुसाक्ने। अब यहाँ तपाईँले देख्न सक्नुहुन्छ होइन, त्यो पारि ढुङ्गा देखिएको छ नि एउटा, त्यहाँ ढुङ्गादेखि त्यो तल एउटा रुख देख्नुभयो, त्यो ठुलो रुखसम्म घुसाएको छु पहिला, त्यसपछि माथितिर घुसाएको छु। यो यहाँ पनि खन्या बाटो होइन, यता माथि सबै खन्दै गयो कि पुरै खरे नै खन्दै हो कि। अब यहाँ घुसाक्दै नयाँ माटोमा होइन, घुसाक्दै जान्छु म चाहिँ। जङ्गल हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। अघि देखाएको बुट्टा हो त्यहाँ छ, यो चाहिँ अहिले डोजरहरूले फालेको बुट्टा हो।
गाई छ हेर्न सक्नुहुन्छ एउटा एउटा बुढा छ हामीसँग अझै। अब यसलाई पनि लगाउने होइन, अनि यसलाई लगाएर फर्किनुपर्छ गाई। अब रात पर्न लागिसक्यो होइन। अब यो लगाएर भ्याएर म फर्किन्छु घरतिर। अब धेरै छैन, 2-3वटा मात्र छ गाई। रात पर्न थाल्यो कि अब यो जङ्गलमा फेरि अब डराउन पनि दिन्छ कि। अब किचकन्डीहरू हिँड्ने बेला पनि भयो होइन गाई। अब किचकन्डीहरू त त्यस्तै हो, म मान्दिनँ होइन। जस्तै यो भूतहरू हिँड्छ अरे, लामखुट के भन्छ, लामखुट्टे भन्न आयो फेरि, त्यो मुरखुट्टा हो कि के भन्ने त्यो भयो। मसानहरू हिँड्छ कि यो मेरो पछाडि यो जुन खोला छ नि, जानु मैले यसो सुट गरेको थिएँ नि त्यहाँ, त्यहाँनिर चाहिँ हिँड्छ अरे। त्यही भएर धेरै साँझ नपारौँ गाइज होइन। एउटा च्याउ रहेछ यहाँनिर, म च्याउ देखाइदिन्छु हजुरलाई। अब यो च्याउ छ होइन गाइज यहाँ। यो चाहिँ अब यस्तो हो, खान चाहिँ मिल्छ होइन, तर यो खाने तरिका छुट्टै छ क्या गाइज। यो अब जे पायो त्यही विषालु खायो भने त अब मान्छे मर्न पनि सक्छ नि त गाइज होइन। त्यही भएर यो चाहिँ खाने च्याउ नै हो गाइज, डराउनु पर्दैन। खाने च्याउ र नखाने च्याउ भनेर त्यस्तो छुट्याउन चाहिँ आउँदैन मलाई होइन। जे होस् अब यो तपाईँको होइन, अब यस्तो हुन्छ कि खाने र नखाने भन्ने चाहिँ अब मलाई पनि त्यति राम्रोसँग छुट्याउन आउँदैन होइन। यो चाहिँ खाने च्याउ हो गाइज। यो एकदम यो हुन्छ कि हार्ड हुँदैन होइन, नखाने चाहिँ एकदम हार्ड हुन्छ होइन। अब यो चाहिँ बवाल खान मिल्छ होइन गाइज, च्याउ यो बवालै हो। तर यो जङ्गली च्याउ खाँदा नि गाइज एउटा कुरा चाहिँ ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भनेदेखि होइन, यो खाँदाखेरि चाहिँ अब त्यही अब तपाईँको होइन के भन्छ, यहाँ पन्यु साँपहरू हुन्छ क्या यहाँ, जुन यहाँ देख्नुहुन्छ नि, म तपाईँलाई जुम गरेर देखाइदिन्छु। यहाँ पन्यु साँपहरू हुन्छ क्या यस्तोमा पछाडिपट्टि च्याउको होइन, त्यहाँ चाहिँ एकदम ध्यान दिनुपर्छ। अनि यो चाहिँ पकाउनभन्दा पहिला चाहिँ यसलाई के गर्नु थाहा, तातो खरानी हुन्छ नि, तातो खरानीमा चाहिँ हल्का रोमल्ने के रोमल्ने होइन। यो च्याउलाई चाहिँ है, अरू च्याउलाई चाहिँ म भन्दिनँ किनकि त्यति नलेज पनि छैन मलाई होइन। यो च्याउले चाहिँ तातो खरानीमा रोमलेर यसो मतलब हुन्छ नि त, बफ्फाउने त भन्दैन त्यसलाई, हल्का जेस यो हल्का हिट चाहिँ हुनु पऱ्यो क्या, हिट हुनु पऱ्यो होइन। अनि तपाईँको हिट हुन्छ अनि निकालेर अनि बल्ल यसलाई चाहिँ पकाउने होइन। आज चाहिँ म यो लिएर जान्छु होइन, च्याउ पनि लिएर जान्छु होइन। अहिले त यहाँ मसँग 2 पिस मात्र छ, अहिले तल खेततिर झन् धेरै छ कि गाइज। भिडियो त म त्यो देखाउन सक्छु पनि नसक्छु पनि होइन, रात पर्न लागिसक्यो। अहिले चाहिँ हामीसँग 2टा मात्र छ च्याउ होइन, देख्न सक्नुहुन्छ। यो चाहिँ खाने नै हो होइन, डराउनु पर्दैन त्यस्तो। खाने च्याउ र नखाने च्याउ अलग्गै छुट्टिन्छ क्या गाइज। अहिले 2 पिस भेटाएको छु मैले यहाँ, अनि अरू चाहिँ तलतिर छ। म यसो भयो भने च्याउ पकाएको भिडियो पनि हाल्छु कि गाइज। अनि अहिले चाहिँ लाइक सपोर्ट गर्नु पऱ्यो है। लगाइ चाहिँ पानी पनि पर्न थालिसक्यो। अब म अहिले 2-4वटा छ, त्यसलाई लगाएर चाहिँ म निस्किन्छु गाइज। देख्न सक्नुहुन्छ यस्तै कुनातिर हुन्छ कि मैले भनेको थिएँ नि हजुरले, यहीँ खेततिर हुन्छ भनेर, यस्तै कुनातिर हुन्छ। अनि यहाँ पनि छ, मैले देखेर आइसकेको छु होइन। यो पनि छ च्याउ होइन, यो घोडे रहेछ कि कुनामा एकदम लगाइ बबाले छ च्याउ यो पनि होइन। अघिको 2टा, अहिले यससँग 3वटा जति भयो होइन। ठिक छ गाइज। गाइज यो झन् बवाल लाग्यो मलाई है। सानो सानो हुन्छ नि, धेरै ठुलो पनि नै, ठिक्कको के सानो सानो खानालाई पनि बवाल हुन्छ होइन। बवालै हुने भयो आजको डिनर चाहिँ होइन गाइज, बवाल छ ल। यतिको खाना नि बवाल हुन्छ गाइज। अब यसको यो पनि पलाउँदो रहेछ होइन, यतिको चाहिँ बवाल लाग्छ कि, किनकि धेरै उस पनि हुँदैन नि त, ठिक्क मेच्योर टाइमको के जस्तो, कपिलो पनि नै, धेरै उस पनि नै, फुलेको पनि नै के, दरिलो हुन्छ क्या चाहिँ गाइज ल। गाइज रात धेरै परिसक्यो होइन, अब हामी घरतिर लाग्छौँ। भेटौँला अर्को भिडियोमा, तब तक के लिए बाय बाय एन्ड लभ यु अल गाइज।